हेलो गाइज वेलकम टु आवर भ्लग होइन चलो भाइ होइन र फेरि पनि म नयाँ भ्लग लिएर आइसकेको छु। कति हामी आज कहाँ गएको अरे? आज हामी गएको क्याफे क्याफे। अनि क्याफे गएर हामी के खाएर आयो? क्याफे गएर हामीले चिया र पिज्जा अरे खाओ न दबा के उसले खायो चाउमिन किनकि ऊ हो तर मलाई यो साथीको धेरै विश्वास लाग्छ होइन। तर उसले मासुको चोक्टालाई यदि यो पनिर थिएन भने तिमी मेरो साथी नै होइन भने झन्डै मलाई मासु खायो होइन। म भेजिटेरियन झन्डै मासु खायो त्यो कुरामा मलाई दुःख लागिरहेछ। अनि त्यही हो गाइज। अनि अरू त के त्यसमा सब गल्ती मेरो बाबाको छ क्या। बाबाले जहिले मलाई पनिर खुवायो क्या, मासु खानु पनिर खुवाउँदैन स्वादै बिर्सिसक्यो क्या बाबा। अबदेखि चाहिँ तपाईँ मलाई मासु ल्याइदिनु है। अनि अरू के भन्नु? अरू के म बाबा तपाईँलाई यही कुरा भन्न चाहन्छु, पनिरको साटो मलाई मासु ल्याइदिनु। मासु अच्छा मासु बाबाको लागि छोड्दैन, बाबाको लागि। अनि त्यही हो गाइज होइन। अनि झन्डै मैले चाहिँ म भेजिटेरियन भएर पनि झन्डै मैले मासु खाएँ होइन। अनि अरू के भन्नु साथी? अरू एकदम रमाइलो भयो होइन। तर साथी मैले तिमीलाई जान गरेको होइन यार साथी। जान्न मैले माने साथी। अब त्यसको लागि मेरोबाट काम गरिदिउँ नि त। के साथी? सबैले लाइक कमेन्ट यताउता गजब बेइज्जती है। त्यसको लागि चाहिँ अब सबैजना साथीको च्यानललाई लाइक कमेन्ट सब्स्क्राइब हान्दिने मोबाइल छेडिदिने। अलिक मायाले भएर रिस फड्का जस्तो भयो क्या अलिक मायाले। सबैजनाले लाइक कमेन्ट अनि युट्युबमा गएर सब्स्क्राइब पनि गरिदिनुहोस् ल। ल यति मजाले भनेको छ मेरो साथीले, गरिदिनु पऱ्यो तपाईँले होइन। सबले गरिदिनु त्यो गाइज म पैसा कमाएपछि चाहिँ मेरो साथीहरूलाई अझै म अब के भन्छ फेरि पिज्जा खान लानेछु गाइज। त्यही हो। अहिलेको लागि बाई बाई।